अन्य काम नगर्नु ल ल अन्य काम नगर्नु ल हप्दै हाल्दियो हामी म त्यसलाई बोलाउँछु सर मलाई छोडिदिनु पर्यो सर म त्यसलाई बोलाउँछु सर त्यसलाई बोलाउँछु सर मलाई के थाहा छैन सर 5000 दिन्छु भने सर 5000 दिन्छु भने सर मलाई के थाहा छैन सर त्यसलाई म बोलाउँछु सर तिनीहरूलाई भन्ने ग्रुप हो सर तिनीहरूको ठुलो ग्रुप छ सर हस् सर म बताउँछु मलाई छोडिदिनु सर म बताउँछु सर 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 हो सर हो सर सर मेरो नाम धिरुभाइ हो सर म हिजो यहाँ अत्तरियाबाट आएको थिएँ सर यसो एउटा दाइले ल्याइदिनु भन्नुभएको सर अब तिनको ठुलो ग्रुप छ सर मलाई छोडिदिनु सर मलाई छोडिदिनु म त्यसलाई बोलाउँछु सर हस् सर हस् सर छोडिदिनु सर हजुर सर त्यो मान्छे सर त्यही छ सर त्यो कता छ त्यो कहाँको मान्छे हो मलाई के थाहा छैन सर त्यसले 5000 दिन्छु भनेर मलाई माल पास गर भन्नुभएको सर तर मलाई के थाहा छैन सर छोडिदिनु पर्यो हजुर मलाई सर 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 फोन गर्नु त सर फोन गर फोन लागेन सर किन लाइन फोन लागेन सर लाग्यो सर हामीलाई सुन्न भन है ल आउनु म भनिहाल्छु है भनिहाल्छु सर हस् न मेरो दाइ दाइ तपाईँको माल तपाईँको काम पुरै भइसक्यो है फेरि एउटा छ दाइ 2.5 लाखको मामला छ अहिले मलाई पनि गर्नुपर्छ तपाईँलाई पनि दाइ तपाईँलाई म फसाउँला दाइ दाइ कस्तो कुरा गरेर तपाईँको लागि ज्यान दिने मान्छे दाइ कहाँ हुनुहुन्छ तपाईँ ल तुरुन्त मलाई भेट्नु पर्यो दाइ एउटा अर्को केटो छ यो केटो मलाई भेट्या छ दाइ खत्तम भने त्यो त त्यो 2.5 लाखको मामला छ दाइ ल दाइ ल ल ल हुन्छ दाइ ल ल ल आउँछ भने सर काम आउँछ होला सर अब छिटो बोलाउ नि त हस् सर कहाँनिर सर ल ल ल समाप्नु त टोटल समाप्नु समस्याको पनि साह्रै गाह्रो रहेछ बिहानै उठेको छ दिनभरि हिँडेको छ नमस्कार गरेको छ के गर्नु भनेको छोराछोरीलाई डक्टर बनाउँछु भनेको छु अब यति त दुःख त गर्नै पऱ्यो यति त दुःख नगरेर छोरालाई पनि कसरी डक्टर बनाउने के गर्नु यतै छ योबाट डिटेलको छ पढाउँदैछमा तिम्रो लागि हेर हेर कहाँनिर बहना भएको एउटा टिलर दिएको त्यो पनि किन भाषा राखेको त लगाउने पनि भयो बुढो ओलाउँदैछ छोरा डक्टर भइसक्यो त नि कानमा लगाउली नाकमा लगाउली भातलाई घरमा बसाउली त्यो राखेर हुन्छ त्यसरी त्यहाँ त्यो लगाउने हो कुरो बुझ्यो नि अब दिनभरि अब घरवाली कार्यक्रममा गयो थाकेर आएको छु खाना खाना पनि खाएको छैन जाउँ खाना पसिदियो यो कमलेको छोरो धीरजी पढाइ लेखाइमा राम्रो थियो डक्टरै बनाउँछु भन्थ्यो आफू बेचेर भने डक्टर बनाउँछु भन्थ्यो बिचरा साथीको सङ्गतले नराम्रो हिसाबले फसेछ हामीले पनि विश्वासै गरेका थियौँ अब त्यसकी आमा रोएर मर्ने बेला भइसक्यो त्यसकी आमाको अनुहार हेरेर भए पनि एकचोटि श्रीधर साहबलाई फोन गरिदिनै पर्यो तिनीहरूकै भोटले जित्यो अब मेरै विपक्षमा वडा अध्यक्ष हुन्छु भन्दै गाउँघरमा घर दैलो कार्यक्रम गर्दै दौडिरहेको छ
स्थिति भयो भने फोन गरिदिनै पर्यो फोन ल्याऊ त लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राली सुगर फ्री थाइरोइड फंक्सन टेस्ट मात्र रु 500 विश्वासिलो रिपोर्ट अनुभव टोली र अत्याधुनिक प्रविधि सहित स्वास्थ्य परीक्षणमा तपाईको भरोसामन्द केन्द्र सही रिपोर्ट आधुनिक प्रयोगशाला र किफायती सेवा लाइफ केयर डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राली धनगढी 4 उत्तर बेडी कैलाली सम्पर्क नम्बर 091 4105 74